यस्तो दामी पर्पल भुटेको खुर्सानी सुकेको चाखो बेमा बेमा बना जस्तै मिठो छ हो बस मेरो मम्मीले पनि यस्तो बना जस्तो तपाईले बनाउँछ हो ठीक छ ह्यापी न्यू ह्यापी न्यू इयर सबैजनालाई है ल भाइ ल भाइहरु किन आएको रे आज पिकनिक खान आएको नि पिकनिक खान आएको ल आज के हो आज नयाँ साल हो आज हामी कहाँ जाने पिकनिक खान जाने हो हामीले कति दिनदेखि प्लान गरिरहेको थियो कविराज 5 दिन भयो होला 4-5 दिन अगाडिदेखि प्लान गरेको के हैन हो अनि अहिले आजको दिनमा को आयो त कोही आएन है हामीलाई चिबमले नि धोका दिएको हो के हैन चिबमलाई निकाल्नु पर्छ घरबाट है 5 दिन अगाडिबाट प्लान गरिरहेको थियो हैन अनि यसो बच्चाहरुको रहर पुगाउनको लागि तर खै अनि प्लानै सक्सेस भएन अहिले चाहिँ कति 12 बज्न लागिसक्यो हैन अनि मान्छे कुर्दा लास्ट गाह्रो भइरहेछ अनि मैले सुशील भाइलाई गुरेर बसिरहेको थिएँ कि सुशील भाइ चाहिँ यहाँ छ यो भिडियोमा नआउने भनिरहेछ अनि अब चाहिँ हामी हैन मैले यिनीहरूलाई के भनेको थिएँ मान्छे भयो नभए नि 2 जना भयो नि मैले यिनीहरूलाई मासु ल्याएर वनभोज गराउँछु भनेको थिएँ पिकनिक गराइन्छु भनेको थिएँ अब भाइ जाँदैछ मासु लिन को जाने हो 2 जनामा के गरे त देखाउनु हुन्न भिडियो सबैले हेर्छन् फेरि मार्छ पुलिसले पक्रेर लिएर जान्छ पुलिसले पक्रेर लिएर जान्छ फेरि अनि अब 2 जना मासु लिन जान्छ है को जाने मासु लिन मोटो भाइ जाने हो को जाने मासु लिन मन जान्छ अनि भाइहरु चाहिँ उता मैले मासु लिन पठाएको छ अनि म चाहिँ यतातिर मासुमा हाल्ने सामानहरु रेडी गर्छु हैन प्याज काट्छु अनि अदुवा र लसुन कुट्छु हैन खतरा खादै मासु पनि लिएर आइसक्यो हैन भाइ यो भाइ पनि गएको थियो कराई पनि त्यहाँ छ उ के हो यो ए देखा न अनि यिनीहरुले थाल बोकेको छ हामीले चाहिँ यहाँ के छ यहाँ चिब्रा बोकेको छ त्यहाँ यहाँ चिकन मासु चिकन मासु बोकेको छ अनि हामी कहाँ जानला अब चाहिँ हामी चाहिँ पिकनिक खान जान आँटेको जानला बोतल छ मासु छ यहाँ ल हैन ल केटाहरु खुसी छैन जस्तो लाग्यो यार देत हो के भा पुरै साइड देखिरहेको त अनि हारले चाहिँ मैले ढुङ्गा लिन पठाएको थिएँ है खोइ त मोटो भाइ ढुङ्गा ल्याएन ए ल 2टा मात्र लिएर आएको 2टा मात्र लिएर आएको हुन्छ यत्रोले कराई कसरी अड्याउने कराई कसरी अड्याउने त 2टाले के बनिसक्यो नि गाइस कराई पनि रेडी भइसक्यो हैन चट्ट हैन गर्नु भन्थे पनि अब हाम्रो आगो बलिसक्यो म चाहिँ फेरि त्यति राम्रो कुक होइन है मलाई फेरि पकाउन आउँदैन है अनि आज यसो मेरो भाइहरुको डिमान्ड भएर चाहिँ अब भाइब चाहिरह ल केटा ल भाइ चाहिरह कि नै मैले लुटपुट भयो क्या डिउ चाहियो एकछिन पखर अनि अहिले ल्यायो भने सेलाउँदैन यस्तो गर्मीमा म यहाँ मासु भुटिरहेको छु यहाँ हो कस्तो छ है सुँग त मिठो फेभरेट बनाइदिन्छु म ल गर्मी चाहिँ लास्ट है गर्मीले चाहिँ म होइन यस्तो लास्ट गाह्रो भइरह मलाई ढुङ्गाले फेरि लास्ट गाह्रो भइरह आगो नबलेर चाहिँ टेन्सन भइसक्यो आगै बल्दैन भने यार ढुङ्गा मात्र निक्लिन्छ भनेको फुक्दा हैरान है केटा हो मासु कस्तो भएको भन त रातो चाख्ने हो अहिले खुन्टा अहिले चाख्ने हो कि अहिले एकछिनमा चाख्ने नुन हाले अघि हालेको मैले प्याज चाहिँ मैले हुन्छ नि अगाडि डढाइदिएँ धेरै प्याज पनि थिएन होइन अनि प्याज अगाडि हालिदिएँ अन्त एउटा खुर्सानी डढाउने चक्करमा खुर्सानी भुटेको थिएन अन्त खुर्सानी भुट्ने चक्करमा प्याजै भुज्रा भयो कि प्याजै होइन है रस हाल्ने एकछिन पखाउन अलि मसला हाल्नु परेन कति हतार गरेको भने
पानी त निलिगा हाल्ने के हाल्ने दिचाड हाले त पानी अनि तेल हो पानी ला हालेन हामीले एक बुन पनि बेसर हाले ल भाइ त्यहाँबाट खुर्सानी ल्याऊ यस्तो दामी पर्पर भुटेको खुर्सानी सुके खुर्सानी खै मिट मसला है ए भाइ धन्य उयो भयो मिठो हुन्छ कस्तो आहा टेस्ट केडा हो मिठो छ म जुम गरी देखाउँछ हैन पुरै रातो छ हेर्नु न पुरै के रोस्टै बना जस्तो भयो दाइले मात्र कति फुक्यो मोटे फुक्छ दाइ हेर्नु त त्यहाँ पसिनाले लतपत भएर ज्याकेटले पुसिरा जान्दा भाइ जा भाइ फुक न फुक मजाले बोइल हुँदैछ यहाँनिर चाहिँ हैन यो बोइल भइरहेको छ है आज चाहिँ हामी एउटा नयाँ भ्लग बनाउन लागेको हैन हामी चाहिँ यसै यता जङ्गलतिर घुम्न आएको हैन यहाँनिर यत्रो त्यो कता कतातिर हप्सीहरू भेटिन्छ कि हैन हप्सीहरू कतातिर भेटिन्थ्यो हामी चाहिँ अगाडि चल्दैछु हैन अगाडि ओइ त्यो हेर यो त हप्सी भेटिन्छ सरी दाइ दाइ मलाई त लालिरहेछ एउटा भाइ चाहिँ आउने बाँकी छ अनि भाइ चाहिँ अघि तपाईँ पकाउँदै गर्नु म कपाल काटेर आउँछु भन्दै थियो भाइ चाहिँ फेरि उताको उतै छ कि होइन त्यो चाहिँ अहिलेसम्म कपाल काटेर आएको छैन अनि त्यो आउँदाखेरि चाहिँ मैले त्यसलाई चिसो पनि लिएर चाहिँ भनेको थियो अनि अब चाहिँ होइन भाइ कतिखेर आउने हो थाहा छैन है मैले फोन गरिरहेको छु भाइलाई अनि अब केटाहरूले चिसो पनि खाने भनेको थिएँ मैले केटाहरूलाई मासु चिउरा चिसो खुवाउँछु भनेर भनेको थिएँ अनि त्यहाँबाट अब चाहिँ म होइन अब हामी यहाँ छ नि त अनि यहाँबाट के गरी त्यो भाइ आइहाल्यो भने म त्यो भाइलाई पठाइदिन भन्छु होइन अनि नभए चाहिँ म यहाँबाट दुईजना भाइबाट एकजना जान्छ है जो गयो नि हेलो सामकात दाइ म निराजन बोले के ए म त यहाँ वनभोज खाँदै हो कि म भुराहरूलाई एकजनालाई पठाउँछु तपाईँ दिएर पठाइदिनु म तपाईँलाई आएर पैसा दिन्छु नि है ल मैले यहाँ दाइलाई भन्छु कि है तिम्रो जो गएर त्यहाँनिर होइन एउटा चिसो लिएर आउने के खाने चिसो खाने कि कोकोला खाने डिउ खाने मेरो घरबाट गिलास लिएर आउने स्टिलको गिलास दिनु भन्ने 4वटा है ल यहाँबाट यहाँ दुईजना भाइ को जान्छ को जाने तिमीहरू को जाने नजाने ल केटाहरू नजाने भन्छ श्यामकाज दाइकोमा चिसो लिन यो जान्छ गिलास लिन भाइ जान्छ अब दुवैजना मेरो नाम लिएपछि दिन्छ होइन चाँडा जाऊ केटा चाँडा जाऊ ल दाइ तिनीहरू चाहिँ आउँदै गर्छ हामी चाहिँ एक दुईटा मासु खाइदिउँ न केही पनि हुँदैन तिनीहरू थाहा पाउँदैन तिनीहरू चाहिँ आउँदासम्म एउटा चाहिँ 20 त खाइ पनि सक्छ खाइदिउँ भनिरहेको छ खाइदिउँ ल ल खाऊ त कस्तो छ मिठो छ नुन लागेको छ कोही आएन नि मैले यति मिठो पाउँछु भनेर मलाई आज मात्र थाहा भयो है मिठो छ अझै खाइदिने एउटा खाइदिने हो अनि कराएर तिनजना नेकुन्डा खायो भने चाहिँ माछा यति त छ यस्तो गर्नु हुँदैन तिनीहरू आउँछ अनि तिनीहरू आएपछि खाने ल दाइ चाहिँ मलाई सबै खान मन लागिया छ मासु खायो भने झोझो राखिदिउँ न कुद अब चिउरा है कति खान्छ तिमीहरू दुईजनाले भन त हामीले 1 किलो हालिदिनु न 1 किलो 1 किलो त चिउरै होला यति है जुन बाला खाए पनि हुन्छ कुन बाला ल एक पुस्टे ल मासु काटेको छ हाबा त्यत्रो भुटे छ काचै छ भन्छ मासु काचै छ हैन अहिले खाएको होइन तिमीले हो त्यो भाइ त्यस्तो हानेको ल बस ले त बस केटा ल खाइसक्यो पिस काचे अलि यहाँ ल यहाँ बस केटा ल तिमी सर न यहाँ ल कविराज खाइदिनु ल देख बाबा जम्पर गिडेको अलि बजाउने ल खाऊ ल कस्तो छ मासु बेमा बनाए जस्तै हो बेमा बनाए जस्तै मिठो छ हो बस मेरो मम्मीले पनि यस्तो बनाए जस्तो तपाईले बनाउँछ हो ठीक छ बुढी पाल्नेमा तपाईले केटाहरूले तारिफ गरे भने यो फेरि रियल हो मेरो रियल स्ट्रगल हो है मेरो हात पनि पोलेको छ यहाँ कत्तर सुनेको त ल चस मजा केटा हो मजा आहा क्या खान भाइले त चिसो एक घडुमै सकाइदे यार ल म हालिदिन्छु फेरि आइज सुसु भए बल्ल आल त्यो भिडियो त्यति छोड्दै नचला न बल्ल मिलाएको थियो भइरहेको यहाँ आइज तर म काटिदिन्छु क्या तँ यहाँ बस कालु देखेछ नि आइज कालु तँको भाडसँग खाने हामीसँग खाने
मासु एक पिस पनि खा त्यस्तो हुँदैन यहाँ आइज आइज न भाइहरु देत सँगै पर्खे हामीले दुई तीन त भिडियोमा आउन आउने त कालु यहाँ आइज ल बस्न यहाँ त देखिँदैन के त्यहाँबाट कस्तो रहेछ चिसो खा ल चिसै खाने के मलाई हालिदिन्छु म है बस अझै गिलास पक्र भाइ कसो गिलास पक्रि के हुँदैन ल यति मलाई है त हामीले एउटा कुरो त बिर्स्यो खोइ ह्याप्पी न्यु इयर भनेको ह्याप्पी न्यु इयर सबैजनालाई है ल नयाँ सबैलाई शुभ शुभकामना तिमीलाई अझै हाल्छु आमा यो भाइले खाएको यार कपडा खान अझै तल ओ दाइ के हो यार देब्रे हातले दिन्छ त दाइ यसरी के यसरी दाइ दाजी उते पनि हाल्छु अझै पुग्यो नि तिमीलाई पुग्यो नि पुगेन के लिने अझै केटाहरूले मासु चाहिँ सकाएर होइन चुरा चाहिँ हाले यो भाइले फेरि कति ढिलो आयो खोइ चिसो देखाऊ त सकाउँथ्यो यहाँ पनि छ चिसो कालु सकाल अनि अब चाहिँ हामी जान लाग्यो अनि यिनीहरू यस्तो छ नि यहाँनिर भाँडासाडा उता फ्यालिदिएको छ यार कराएर थाहा यिनीहरूले अनि मेरो मम्मीले देख्यो भने यस्तो हान्छ यिनीहरूलाई धब्बी दुले हान्छ मेरो ज्याकेट स्याकेट सब कता कता फ्यालिदिएको यिनीहरूले ढुङ्गा ल्याएर यहाँ राख्नुपर्छ है ल केटा हो अब सामान बटुल्ने होला नि त मोटे भाइ नाचेर यहाँ पसिनै पसिना भयो है ल फेरि फेरि ल ल मोटे भाइको स्टेप खतरा खायो अब एउटा चाहिँ कहाँ गएको छ भनिदिउँ अनि एउटा चाहिँ हुन्छ नि खायो अलिक चिरा खान सक्दैन भने त कसेर खायो चाहिँ के अरे नाच्यो नि त्यो अहिले पचाउन गएको छ के अरे निकाल्न गएको छ निकाल्न गएको छ त्यो कहाँ गयो त्यो यति होला त्यो सुनिरहेको होला त्यसले निकालिरहेको होला भिस्कारीमा बिचमा हान्नु रेकडा हो निकालिरहेको त्यसले त्यहाँनिर उहाँ होइन तैँले निकाले होइन सङ्कटा निकालिस् तैँले यसले के निकाले कहाँ भन्दै त यसले खाएर नाचेर पचाएर निकाली पनि सक्यो होइन त पेट दुख्यो डरै खाएछ काले भाइले अब हामी जान्छ मैले सामान बाँडिसक्यो होइन अनि त्यहाँबाट कराई कसले बोक्ने हो पानी सब फालिदिएको अघि ल कालो भाइले कराई बोक्छ है ल अब यो चाहिँ मिलाइदिनु पऱ्यो नि त मार्छ फेरि बारीको मान्छेले देख्यो भने ए कालु धेरै उता नफाल यहाँनिर उफ्रा केटा एकचोटि ब्रुक ब्रुक उफ्रा आगो मेटाऊ ल ल आगो मेटाऊ मेट्यो नि बल्दैन नि आगो निप्यो नि हामी चाहिँ अहिले उहाँबाट यहाँ आइसक्यौँ होइन अन्त हाम्रो छु अनि आजको ब्लग चाहिँ यति नै होइन आजको ब्लग चाहिँ म यहीँ इन गर्छु होइन अनि बच्चाहरूको होइन बच्चाहरूको रहर थियो होइन बच्चाहरूको रहर चाहिँ मैले पुरा गरिदिएको अनि यिनीहरू चाहिँ पिकनिक खाने भनेर भनिरहेको थियो होइन अनि मैले यिनीहरूको रहर चाहिँ पुरा गरिदिएको अनि भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला च्यानललाई सब्सक्राइब गर्नु भयो भने सब्सक्राइब गर्नु होला अनि सी यू सुन नेक्स्ट ब्लग